Hey guys, welcome back to my second vlog. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि अहिले चाहिँ म मामा घर जान लाग्यो। घरबाट हिँडेर म आधा बाटोसम्म पुगिसकेँ। हाम्रो मामा घर जाने यहाँ चाहिँ गाडीहरू चल्छ, चले पनि यो बाटो चाहिँ गाडी चल्दैन। अनि हामी चाहिँ हिँडेर जानुपर्ने हुन्छ। बाटो 3 घन्टाको छ। अनि म चाहिँ अहिले आधा बाटो पुलमा आइसकेँ है। अनि गाडी त जान्छ, गए पनि त्यस्तै चल्दैन। गाडी चाहिँ जान्छ, तर यो बाटो चाहिँ ट्र्याक्टरहरू बढी चाहिँ यो बाटोमा ट्र्याक्टरहरू चाहिँ बढी हिँड्छ। अनि म चाहिँ खोलामा छु है। चाहिँ खोलामा पनि त मान्छे टाइदिएको छ। त्यहाँदेखि ट्याक्टर लगाएर आधा बाटो पुगिसकेँ पुलमा है। लास्ट यो चाहिँ लास्ट हल्लिन्छ। अनि अहिले चाहिँ म आधा बाटोमा यो यस्तो बाटो छ नि त। अनि यस्तो बाटोमा फेरि गाडीहरू आउनु मुस्किल हुन्छ नि त। अनि म चाहिँ अहिले त्यही हो अनि पुल कटेर यता आइसकेँ। म चाहिँ जानुपर्ने हुन्छ यहाँदेखि चाहिँ माथि रोडमा मेन रोड भन्नाले पनि यस्तै रोडमा चाहिँ निस्किन समथिङ 10 बढीमा 15 मिनट लागिहाल्छ। किनभने त बाटो जङ्गल छ नि त, उकालो छ। अनि उकालोमा चाहिँ हिँड्न सकिन्न, मलाई थाहा छ। सायद आज खासै गर्नु पनि छैन। अनि यो बाटो चाहिँ ट्र्याक्टर चाहिँ बढी हिँड्छ। अनि ट्र्याक्टरहरू भेटाएछु भने चाहिँ म ट्र्याक्टरमा जानेछु है। अनि आयो ट्र्याक्टर भेटियोस्। ट्र्याक्टर भेटेन भने त सजिलो भइहाल्छ, भेटेन भने ठिकै छ, हिँड्दै जाउँला है। बढीमा 3 घन्टाको बाटो हो। अनि म चाहिँ जङ्गल यस्तो छ जङ्गल है, जङ्गल भइहाल्यो। अबको सिजन भनेको चाहिँ यो छ नि, यो अब चाहिँ यो हुन्छ। जङ्गलमा सस्तै पाइन्छ क्या। जङ्गलमा के भन्छ त्यसलाई, थाकल भन्छ। अनि हाम्रोतिर चाहिँ खजुरी भन्छ। कसैकोतिर खजुरी, कसैतिरको थाकल त्यही भन्छ है। अनि लास्ट भइरहेछ, हिँडिरहेको छु। आयो ट्र्याक्टर भेटियोस्। ट्र्याक्टर भेट्यो भने त सजिलो भइहाल्छ मलाई पनि हिँड्नको लागि है। अनि आशा छ त्यही हो। 15 मिनटको बाटो उकालो छ। उकालो भन्नाले पनि ठाउँ ठाउँको उकालो छ है। अनि त्यही हो। अघि मैले भनेको उकालो चाहिँ यस्तो छ है, बाटोको उकालो। जानुपर्ने हुन्छ, जसरी पनि जानु पऱ्यो माथि रोडमा। रोड निस्क्यो भने त चाहिँ अनि त्यस्तै बाटो छ, रोडै रोड हो, खासै धौन्न। म चाहिँ अहिले यो उकालोमा छु। घामबाट रहिबाखा है। अनि बाटो छ माथिसम्मै हो, माथिसम्मै छ उकालो। म चाहिँ रोडबाट निस्क्यो भने त सजिलो भइहाल्छ। म चाहिँ अहिले उकालो कटेर पनि रोडको आधा बाटोमा आइसकेँ। म चाहिँ 2 बाटोमा छु अहिले। अनि यो चाहिँ उता जामु कुइने जाने बाटो, अनि यो चाहिँ उता बुढाताल, यो चाहिँ उता पञ्चपुरी के भन्छ अरे। अनि जामु कुइने भेरी साइड जाने बाटो। अनि यो चाहिँ यता बुढाताल हाम्रो मामा घरतिर बुढाताल जाने बाटो, यो उता जाने बाटो है। अनि चिसापानी जान्छ यो बाटो, योबाट चेपाङ हुँदै उता बढी यो जाने बाटो यो है। अनि म चाहिँ बाटोमा आइसकेँ। मैले चाहिँ मेन कुरो के बिर्सिरहेछु भन्दाखेरिमा अनि पानीको बोतल ल्याउन चाहिँ बिर्सिरहेछु मैले। अनि अहिले चाहिँ खरो भएर लास्ट भइरह। अनि पैसा पनि हेर्न सक्नुहुन्छ है, लास्ट एकदम छ। गर्मी दिनदिनै बढिरहेछ, हावा चलिरहेछ। अनि पैसा पनि सुक्दै गइरहेछ है। अनि एकछिन आराम गरौँ, 5 मिनट रेस्ट गरौँ, जाम लाग्यो। अनि मैले चाहिँ रसबरी ल्याइरहेको थिएँ। अनि 2टा रसबरी किनेको थिएँ पसलमा। अनि त्यही भएर चाहिँ मैले चाहिँ रसबरी ल्याएको थिएँ। खाम जाम है त रसबरी। झोलामा राखेको यस्तो भइसकेछ रसबरी। रसबरीको रस चुहेर खाम है त। मैले चाहिँ पानी ल्याउन भुलेर गल्ती भयो है। अनि अहिले म चाहिँ तपाईँलाई यस्तो ठाउँ देखाउँछु। त्यो ठाउँ चाहिँ खतरा छ क्या है। म चाहिँ एउटा ठाउँ देखाउनु तपाईँहरूलाई है। यो ठाउँ हेर्नु न, फिल्म सुट गर्ने ठाउँ जस्तै छ क्या यो हिँड्ने ठाउँ है। तल पानीको ताल, माथि ढुङ्गाको चट्टान हेर्नु न यो। अनि सानोमा चाहिँ यो खोला देख्दा चाहिँ लास्टै डर लाग्ने क्या मामा घर आउने बेला। अनि बाटो चाहिँ आजभोलि त यस्तो छ, यो ढुङ्गाको चट्टा लगाएर बनाएको छ। पहिला चाहिँ यस्तो थिएन, यस्तो छ नि यो हो। यो यस्तै जानुपर्थ्यो बाटो, यस्तै थियो। आजभोलि चाहिँ मान्छेहरूले खनेर
अनि दामी बनाएको रहेछ। अनि सानोमा चाहिँ लास्ट डर लाग्ने के यो बाटोमा चाहिँ। अनि यो बाटो भन्नाले पनि यो खोला देख्यो भने डर लागिहाल्ने क्या मनमा। फिल्म सुट गर्ने जस्तै ठाउँ छ क्या हेर्नु न है, फिल्म सुट गर्नुभन्दा बरु ठाउँ ठ्याक्क फिल्म सुट गर्ने ठाउँ जस्तो क्या। पुरा हिरो माथि ढुङ्गाबाट हिरो नि के कारण के मान्छे के कारणवश के ठ्याक्क हाम फाल्ने बेला हुन्छ नि त। म आत्महत्या गरेर ऊ त्यो डाँडामा गएर तल हेर्ने र ठ्याक्क गोलो देख्ने जाँदा सही हाम फाल्ने खोलामा झ्याम्मवाला के त्यो सिन बब्बाल हुन्थ्यो होला नि है। ठाउँ छ कि जाउँ है। पहिला चाहिँ यस्तो बाटोबाट हिँड्नु पर्थ्यो हामी। अनि आजभोलि चाहिँ मान्छेले यस्तो बनाएको रहेछ तल हेर्नु न। अनि जाउँ आजभोलि चाहिँ यस्तो रहेछ बाटो रहेछ उनीहरूले पनि बनाएको रहेछ। पहिला चाहिँ यस्तो यो छ नि भित्ताबाट यस्तोमा जानु पर्थ्यो हामी 6-7मा पढ्ने बेला याद छ मलाई है। अनि म चाहिँ एउटा ढुङ्गा फालेर विचार गर्छु है त। ओइ कहाँ है साधारण नि यहाँ त धेरै बेर नबसौँ जाम है। म चाहिँ अहिले आधा बाटोमा पुगिसकेँ। अनि हाम्रो मामाघर चाहिँ पुग्नलाई चाहिँ 2टा गाउँ काटेर आउनु पर्थ्यो। म चाहिँ 2टा गाउँ काटिसकेँ। अनि काटेर पनि म चाहिँ अहिले भेरी देख्ने डाँडामा आइसकेँ। भेरी पनि देखिन्छ यहाँबाट। अनि चाहिँ मेरो मामा घरको गाउँ पनि देखिन्छ है। म चाहिँ देखाउँछु। अनि त्यहाँ माथि चाहिँ हो यो देख्ने चाहिँ मेरो मामा घरको गाउँ भयो। अनि यो चाहिँ तल भेरी र खोलाको दोबान भइहाल्यो। यो चाहिँ तल भेरी देखिरहेछ। अनि तल चाहिँ मान्छेहरू माछा मारिरहेछन् है। माछा मार्न तयारीमा छन्। हातमा 2टा थियो। अनि मैले चाहिँ गाउँबाट चाहिँ फ्रुटी किनेको थिएँ। अनि फ्रुटी चाहिँ खाँदैछु। गर्मी चाहिँ ओभर छ देख्न सक्नुहुन्छ। मेरो पसिना देखेर थाहा भइहाल्यो होला कति गर्मी छ भनेर। म चाहिँ हातमा फ्रिजकोमा राखेको फ्रुट रहेछ। म चाहिँ अनि टक्क लाएर एउटा फ्रुटी किनेर खाँदैछु। म चाहिँ अहिले ठ्याक्क मामा घरको गाउँमा आइसकेँ। अब यहाँकै घर चाहिँ पल्सेछ घर। आज चाहिँ गाउँ पुरै चेन्ज भइसकेको रहेछ। मेरो पहिला यस्तो थिएन चौतामा थियो। त्यहाँ चाहिँ सार्वजनिक शौचालय धारा बनाएको रहेछ। त्यहाँ बस्ने ठाउँ सबै बनाएको छ। पहिला चाहिँ यो र त्यो बर्फको बुट्टा मात्रै थियो। आजभोलि चाहिँ केही छैन। हावा पनि मस्तको लागिरहेको छ। म चाहिँ अहिले मामा घर पुगिसकेँ है। अनि यो चाहिँ यही हो मेरो मामा घर। अनि यता बाख्रा खोर छ। म चाहिँ अहिले मामा घर पुगिसकेँ। हजुरआमा कहाँ जानुभयो? हजुरआमा हजुरआमा कहाँ जानुभएछ? कोही छन् त हौ? हजुरआमा आइगएँ म। घरमा चाहिँ जानुभयो अरे सरकार घरमा। म चाहिँ आइसकेँ। ल आउनु बिहान आउँछु भने अब भएन। अब के भयो त स्कुलमा पैसा दिनु थियो क्या मेरो फी। 10 बजी खुल्ला हुन्थ्यो। अनि त्यही खुल्ला गरेर आएको क्या 10 बजे। खै ढोकेरमा भिडियो बनाएको क्या तपाईँको मेरो ठाउँबाट बुढीसम्म एक्लै आएको थिएँ। त्यो बुढीबाट पर मनिष आन्टी के त्यहाँ आउनु रहेछ। त्यहाँ बस्नु रहेछ सँगै।